यही भदौको 23 र 24 गते भएको यो दुःखदपूर्ण घटनाप्रति जति पनि ज्यान गुमाउनु भएको छ शहीदहरू र हाम्रा सुरक्षाकर्मीहरूप्रति हामी सबै यस बागबारा स्पोर्ट्स क्लबका लागि हामी पदाधिकारीहरू सबै हार्दिक संवेदना प्रकट गर्दछौँ र यसको लागि हामी 1 मिनेट सबैले मौन धारणा गरिदिनु हुन हामी सबैसँग हार्दिक अनुरोध गर्दछौँ है त। ल कोही नबोल्ने 1 मिनेट आज हाम्रो बागमारा स्पोर्ट्स क्लबले जेनजीको लागि मौन धारण गरेको छ। बोलेर छ शहीद भएकोहरूलाई सम्मानपूर्वक बागमारा स्पोर्ट्स क्लबले शोक मनाएको छ। ए झन्डा दोललाई राम्रोसँग ए भाइ हो राम्रोसँग ए झन्डा नदोलो है हातमा समात है अगाडि पनि ल ल ल भयो 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 समात हातमा सरी अब हो हिँड्दै त हिँडी त्यो फुल ल्याउने भन्नाले भाडा बाटो के गर्नु भनेको भिडियो तानेको नि त्यो क्यान्डल अरे यता त्यो क्यान्डल ल्याउनु गयो त्यसले बिचमा त्यो राम बिचको त राम्रोसँग भयो भयो कसैले के भन्नु पर्ने होइन नाइ सर जेनजीको नाम पनि ल्याउन यार हामीले जेनजी भन्नु भयो